मिटर तल रहेको अध्ययन टोलीले बताएको छ। भूगर्भविद अधिकारीका अनुसार सो क्षेत्रको भौगोलिक बनावट अत्यन्त कमजोर र तरलतायुक्त पाइएको छ। जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै 5 मिटर तलदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भौगोलिक दृष्टिले जोखिमयुक्त मानिन्छ। त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ। वैज्ञानिक भाषामा त्यस्ता क्षेत्रलाई शियर स्ट्रेन्थ शून्य स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारले गतिशील लोड या दबाव परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणत हुन सक्छ। यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुन सक्ने भूगर्भविदको अनुमान छ। गाडीको सठिक लोकेसन पत्ता लगाउन म्याग्नेटोमिटर मार्फत अनुसन्धान गर्दा खाल्डो परेको स्थानभन्दा केही पूर्वतर्फ चुम्बकीय आकर्षण तीव्र पाइएको थियो। उक्त क्षेत्रफलमा फलामजन्य वस्तु रहेको अनुमान गरिएको छ। म्याग्नेटोमिटर प्रत्यक्ष रूपमा गाडी देखाउने उपकरण नभए पनि यसले फलामको उपस्थिति संकेत गर्छ। त्यसैले अनुसन्धानलाई थप पुष्टि गर्न 3 स्थानमा पावर अगर प्रविधिबाट ड्रिलिङ गरिएको थियो। तीमध्ये 2 स्थानमा करिब 5.40 र 5.60 मिटरको गहिराईमा कडा फलामजन्य वस्तु भेटिएको भूगर्भविदको भनाइ छ। उक्त परीक्षणका क्रममा एक स्थानमा प्रयोग गरिएको रड सजिलै 8 मिटर गहिराईसम्म गयो भने बाँकी 2 स्थानमा मात्र करिब 6 मिटरसम्म धस्न सकेको थियो। त्यसैले त्यहाँ कुनै कडा वस्तु वा संरचना रहेको स्पष्ट संकेत गरेको छ। यद्यपि भूगर्भविदले त्यो वस्तु हराएको गाडी नै हो भन्ने निश्चित निष्कर्ष दिन सकेका छैनन्। उनीहरूले गाडीका पाटपुर्जाहरू भेट्ने हिसाबले खोजी नगरेको र विज्ञानको आधारमा म्याग्नेटिक लोकेसन पहिचान गरिएको स्पष्ट पारेका हुन्। गाडी हराएको स्थानको थप परीक्षण बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ। पावर अगर वृद्धिबाट लोकेट गरिएको स्थानमा पुनः ड्रिलिङ गरी थप पुष्टि गरिनेछ। साथै त्यस क्षेत्रको माटोको नमुना संकलन गरी भूमिगत जलको अवस्थिति बारे समेत अध्ययन गरिने तयारी छ। अनुसन्धानका क्रममा माटोको परीक्षणले पनि भूगर्भीय दृष्टिकोणबाट उक्त क्षेत्र जोखिमयुक्त रहेको पुष्टि गरिरहेको छ। गत शुक्रबार भएको घटनामा घाँस काट्ने मेसिन लोड गरेर गैरी गाउँ पुगेको थियो। उक्त गाडीको अगाडिको बाङ्ग्रा भासिएपछि त्यसलाई निकाल्ने प्रयास भइरहेको बेला अचानक सम्पूर्ण गाडी जमिनमुनि भासिएर बेपत्ता भएको थियो। लगातार 3 दिनसम्म स्थानीय निकाय र सुरक्षाकर्मीको पहलमा खोजी गर्दा पनि गाडी भेटाउन नसकिएपछि हेटौडा उपमहानगरपालिकाले भूगर्भ विभागसँग समन्वय गरेर विज्ञ टोली खटाएको हो। घटनाले हेटौडाको भूगर्भीय संवेदनशीलता र जमिनको बनोट सम्बन्धी गम्भीर प्रश्नहरू उठाएको छ। स्थानीय बासिन्दा त्रसित छन्, किनकि यस्तो घटना भविष्यमा फेरि दोहोरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। अहिलेको अध्ययनले उक्त स्थानको भूगर्भीय अवस्था कस्तो छ र भविष्यमा त्यस्ता जोखिमबाट जोगिने भन्ने दिशा स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ। गाडीको वास्तविक अवस्था, त्यसको स्थान र भूगर्भीय कारणबारे अझ विस्तृत अनुसन्धान भइरहेको छ।